Miss Tamang Buas 2026. So hello everyone, नमस्ते टस्टलिक्स म वेलकम ब्याक टु माई युट्युब च्यानल। सो गाइस हाम्रो चाहिँ यहाँ एकदमै आज फाइनल इभेन्ट हो है। सो बाइ द टाइटल पनि तपाईँहरूले थाहा पाइहाल्नु भयो आजको ब्लग के को भनेर। आज चाहिँ हाम्रो फाइनल इभेन्ट हो। अन्त अहिले हामी मर्निङ टाइममा चाहिँ यहाँ सबै एकपल्ट सबैलाई रेसियल गर्नु र अनि यो सेटअपहरू मिलाउँदैछु है फोटो जोनहरूको लागि यताउता। अनि योभन्दा अगाडिको ब्लगको तपाईँले हेरिहाल्नु भयो है। सो हामीले यहाँ पनि सबै सजाइसकेको छ है। यहाँ पनि सेल्फी जोन बनाएको छ। अनि म तपाईँहरूलाई अहिले फिलहालको स्टेज देखाउँछु है। यस्तो छ है, यस्तो दामी छ है। अनि रेसलहरू हुँदैछ बेलुकाको लागि तयारी। आज फाइनल रेसल हुँदैछ है। हिजो राति पनि हामी 2 बजी यो रेसल सकेर गएको। अनि है यसरी मिलाउँदैछ। आज यहाँ सेटअपहरू केही मिलाइसकेको छैन, जुरीहरूको लागि यहाँ बनाउँछ है। अहिले यस्तो छ, बिजी बिजी भइरहेछ गाइस। यो ट्राई गरेको वाउ दामी दामी, ठिक छ ठिक छ। यस्तो बनिँदैछ है। अझै यहाँ रेड कार्पेटहरू लगाएको छैन, त्योहरू बनाउने हो। यहाँ ट्रफीहरू छ रेडी है। यहाँ छ हाम्रो मोमेन्टो। यो चाहिँ सबै हाम्रो भिआइपी गेस्ट अनि स्पेसल गेस्टहरूको लागि मोमेन्टो। जिगल चाहिँ यहाँ ट्राई गर्दैछ, उसको पनि छ नि त वक। सो स्टपर हो मेरो छोरा जिगल चाहिँ यहाँ किड्स क्याटेगोरीमा। जिगल खुट्टाको स्टेपहरू राम्रो गर है। 2 hours later चाहिन्छ जोड सुकिसक्यो हाम्रो। 5-6 वटा जोड चाहिन्छ ल। 3टा त मैले दिएको छु। 3टा दियो। अनि यो मेन भोलिन्टियर पनि दिनु पऱ्यो नि त, हामीसँग कन्ट्याक्ट गरेर यता आइज उता गरेर नि। गाइस म चाहिँ हल्का रेडी हुनुको लागि आएँ है, मेकअप गर्नुलाई। मेकअप आर्टिस्ट आइसक्यो नि त। सो पालो पालो गर्नु पऱ्यो। गाइस यहाँ चाहिँ एकदम हाम्रो कन्टेस्टेन्टहरू रेडी हुँदैछ। यस्तो छ। अनि यहाँ पनि छ, यहाँ नेल आर्टिस्ट, यहाँ ग्रुमर रेडी भइसकेको छ हाम्रो। अनि यहाँ हाम्रो मेकअप आर्टिस्टहरू छ, क्यालकाटाबाट आएको बहिनी सुजाता। अब म मेरो छोराको मेकअप हुन्थ्यो त्यो चाहिँ फेरि अलिअलि। जिगल चाहिँ फेरि सो स्टपर हो।
A few moments later. सो अब चाहिँ प्रोग्राम सुरु हुनु लागेको छ मेरो साथी आइसकेको छ छोरी पनि सो स्टपर गर्दैछ र मेरो छोरा पनि सो स्टपर गर्दैछ यहाँ चाहिँ दुईजना हामी पनि आइसकेको छ हाई दिदी थ्याङ्क यू भर्खर रेडी भएको कसले भन्छ राई भनेर यो त अब यहाँ दुइटै एङ्कर राई हो तर सो यहाँ हाम्रो बहिनी आज हाम्रो मिस तामाङको एङ्कर यहाँ पनि उहाँ चाहिँ खरसाङबाट मिस्टर अनिल राई अनि यहाँ बहिनीको नाम स्यारोन राई स्यारोन राई अनि कस्तो मिलेको हेर्नु न एङ्कर दुइटा राई राई नै मिलेछ हो यस्तो छ अनि यहाँ छ यी सबैजना ब्याक यो चाहिँ बिहाइन्ड द सिन हो है ब्याक स्टेजको अब म चाहिँ जान्छु हजुर मैसँग चेकमा है ठिकै छ र हामी धन्यवादी छौँ मिस तामाङ डुवर्स 2026 अर्गनाइजरलाई मिस तामाङ डुवर्स र उहाँ फाउन्डरहरू हुनुहुन्छ मिकमा लामा छिरिङ लामा अनि फुलमा लामा उहाँहरू तिनजनाको सोचले आज मिस तामाङ डुवर्स 2026 भइरहेको छ खानालाई थाली गन्दा पानीलाई नाली खै त अनि हाम्रो मिस तामाङ टुर्सको फाउन्डरका निम्ति ताली यहाँ मिस तामाङ डुवर्सको कन्टेस्टेन्टहरू तपाईँहरूकै छोरी चेली भान्जा भान्जी सबै आफ्नै हो नि त अन्त हाम्रैहरूले चाहिँ जितेर जान्छ र हामी कति खुसी हुनुपर्छ भन्ने कुराको तपाईँले यसरी उफ्रेमा देखाउनु पर्ने हुन्छ नि झन्डै भान्सेले हो उफ्रेमा देखाउनु पर्ने हुन्छ तपाईँहरू खुसी हुनुहुन्छ होइन मिस तामाङ डुवर्स 2026 को लागि रेडी हुनुहुन्छ होइन खै त जोस नै छैन त जोस छैन खै प्रोग्राम एन्ड गरिदिनु होला जान हामीहरू छु हामीहरू फेरि एकपल्ट मिस तामाङ डुवर्स 2026 को लागि तपाईँ रेडी हुनुहुन्छ होइन तपाईँ रेडी हुनुहुन्छ होइन म एक्लैको अलिकति आएँ अब चाहिँ प्रोग्राम अगाडि बढाउनु पर्छ होला है प्रोग्राम त अगाडि बढाउनु हो कि तर बढाउनुको लागि आउनु हुँदैछ हाम्रो अतिथिहरू आउनु हुँदैछ अन्तर्य हुनुहुन्छ हाम्रा एकजना जुरी मेम्बर पनि अन्तर्य हुनुहुन्छ उहाँहरू आउने बित्तिकै हामी प्रोग्राम सुरु गर्नेछौँ है हामी मिस तामाङ डुवर्सका आज ग्रान्ड फिनालेमा छौँ आज हामीसँग 23 देखि 25 जना तामाङ चेलीहरू हुनुहुन्छ विभिन्न क्षेत्रबाट आउनु भएको छ तपाईँले उहाँलाई कसरी शुभकामना दिनुहुन्छ उहाँलाई मिस तामाङ डुवर्सले दैनिक मिडियामा याद गर्छ सर्वप्रथम पल्ट यो कार्यक्रम हुन गइरहेको छ जसले आयोजना गरेको सबैजना पार्टिसिपेट नानीहरू हुनुहुन्छ उहाँलाई मेरो आन्तरिक हृदयबाट धेरै धेरै धन्यवाद हुन्छ हामी धेरै आभारी छौँ हाम्रा मुख्य अतिथिहरू हामी समक्ष हुनुहुन्छ र हामी एकदमै खुसी छौँ एकदमै ह्याप्पी छौँ र जोरदार ताली हाम्रा अतिथिको निम्ति जोरदार जसले हामीलाई साथ सहयोग माया यति धेरै दिनुभएको छ र हामी मायाको छिटो पनि उहाँलाई दिइरहेको छौँ मिस तामाङ डुवर्स 2026 यदि सफल भयो भने मिस तामाङ डुवर्स सिजन 4 हाम्रा चेलीहरूले यस्ता मञ्च अझै धेरै पाइरहनेछ र तपाईँहरूको साथ तपाईँहरूको माया भने सधैँ नै रहिरहनुपर्छ जस्तो मलाई लाग्छ जोरदार ताली अब भने मिस तामाङ डुवर्स 2026 को शुभारम्भ भइसकेको छ Hello. Welcome to an evening where beauty meets confidence and dream walks the land. A very warm welcome to everyone present here. I am Nima Lama, the founder of Miss Tamang Tours 2026, and I am grateful to have you all with us today. आदरणीय प्रमुख अतिथिज्यू, विशेष अतिथि महानुभावहरू तथा यहाँ उपस्थित सम्पूर्ण हाम्रो
दिदीबहिनी र दाजुभाइहरू, नमस्कार तथा तामाङ समुदायको परम्परागत लसो फ्याफुला। सबैभन्दा पहिला म एउटा कुरा व्यक्त गर्न चाहन्छु। हामीले सधैँ साथ दिनुहुने र जसको माया तथा मार्गदर्शनले यो कार्यक्रम आज सफल हुनु गइरहेको छ, उनी हुनुहुन्छ मेरी प्यारी आमा मिसेस डोल्मा लामा। उहाँलाई हाम्रो अर्गनाइजिङ टिमबाट धेरै धेरै धन्यवाद भन्न चाहन्छु। आज हाम्रो मौलिक तामाङ पहिचान, संस्कृति र भेषभाषालाई प्रदर्शन गर्ने उद्देश्यले आयोजित मिस तामाङ टुवर्स 2026 को कार्यक्रममा तपाईहरू सबैलाई हार्दिक स्वागत गर्दछु। यो कार्यक्रम हाम्रो संस्कृति, कला र पहिचानलाई उजागर गर्ने एउटा महत्त्वपूर्ण मञ्च हो। तपाईहरूको उपस्थितिले यो कार्यक्रम आज अर्थपूर्ण सफल बनिनेछ। अन्तमा म सबै युवा पुस्तालाई अनुरोध गर्न चाहन्छु, आफ्नो भाषा, पोसाक र संस्कृतिमा गर्व गर्नुहोस्। आधुनिक अपनाउँदा आफ्नो पहिचान नबिर्सिनुहोस्। हाम्रो पहिचान जोगाउनु नै हाम्रो सबैभन्दा ठुलो जिम्मेदारी हो। At last, thank you all for joining us today. We hope you enjoy the rest of the event and have a memorable time. Lasso Fakura. सम्मान दिनको निम्ति हामी मिस तामाङ टुवर्सका बिगमा डोल्मा लामाज्यूलाई हामी धेरै आभारी छौँ। सर, तपाईँ हामी समक्ष आइदिनु भयो, हाम्रो कार्यक्रमलाई माया गरिदिनु भयो। सरलाई हामी यहाँबाट जान दिँदैनौँ। सरले यस मिस तामाङ टुवर्सको निम्ति 2 शब्द राखिदिने अनुरोध गरिरहेको छु। लासो फुसेन र विशेष चुनित सुबह यांगला अति आदरणीय जेजो कमल पाखरिन जो प्रोग्राम का विशिष्ट अतिथि चुनित सुबह यांगला थाना प्रभारी ओशी आले मिंगमा ngala ro churi dan suba navin chhetri lagai jamman churi dan suba ngala tamang hilwala cha chameda jamman ngala ge hamse ladan ladan शुभेच्छा जो ring contestant la विशेष ngala ge hamse शुभेच्छा डुवर्स भेगमा पहिलो नै हाम्रो यो जमरका हाम्रो यो एकदमै प्यारो हाम्रो बहिनीहरुबाट यो आयोजना एकदमै राम्रो र मलाई लाग्छ यस्तो प्रकारको आयोजनाले हाम्रो जुन चाहिँ तामाङहरुको विशेष गरेर जुन चाहिँ कल्चर सँगसँगै जुन चाहिँ हाम्रो जुन चाहिँ एउटा भेषभूषाले पनि एउटा अलग्गै एउटा पहिचान पाउने यो मिस तपाईको डुवर्सको माध्यमबाट खाली फेसन मात्रै नभएर फेसनलाई नै आफ्नो जुन चाहिँ आफ्नो कल्चर आफ्नो ट्रेडिसन जुन चाहिँ तामाङ जुन चाहिँ ड्रेसहरू छ त्यसको पनि एक प्रकारले यहाँ प्रदर्शनी भएको छ र त्यसले त्यो कुरोले पनि अझै
टेवा पाएको नै म महसुस गर्छु। आउँदो दिनहरूमा यस्तो प्रकारको प्रोग्रामले हाम्रा आउँदो विशेष गरेर युवाको जुन चाहिँ हाम्रा नानीहरूलाई पनि यस्तै अलग्गै एउटा लाग्छ र विशेष गरेर आयोजक समितिका सम्पूर्ण हाम्रा प्यारा बहिनीहरू भाइहरू जो पनि यस आयोजनामा हुनुहुन्छ उहाँलाई पनि एकदमै धन्यवाद दिँदै साङ्गे तथागत बुद्धसँग प्रार्थना राख्न चाहन्छौँ उहाँहरूको सोच र उहाँको सोचलाई जुन चाहिँ अझै दह्रो बनाउने र उहाँको सुस्वास्थ्यको पनि कामना राख्दै यस्तो प्रकारको कार्यक्रमहरू गरेर आफ्नो युवालाई अघि बढाउने एउटा जुन चाहिँ सोचलाई उहाँको काम गर्ने क्षमतालाई अझै बल दिउँ भन्ने पनि म सँगै तथागतसँग प्रार्थना राख्दै मेरो भन्ने कुरो यही नै अन्त गर्न चाहन्छौँ। लसु ठुचेछु। धन्यवाद छ तपाईँलाई। Contestant number 2. Aisha ma'am. Hi, Rafla. Okay, म क्वेसन जुन सोध्न गइरहेको छु तपाईँलाई हाम्रो तामाङ कम्युनिटीबाट नै एउटा के क्वेसन सोध्न चाहन्छु। जस्तो कि हामी तामाङहरूमा हरेकको थर हुन्छ, सो वर्ल्ड वाइज चाहिँ कतिवटा या कति प्रकारको तामाङहरू छ? Thank you ma'am for your question. Thank you. जतिसम्म मलाई लाग्छ अहिलेसम्म हाम्रो तामाङ जातिको थरहरू 149 प्रकारका तामाङहरू वर्ल्ड वाइडमा हुनुहुन्छ। थ्याङ्क यू। Thank you ma'am. गाइस अहिले चाहिँ हाम्रो यहाँ क्वेसन आन्सर राउन्ड भइरहेको छ है Contestant number 3. जुरीहरूबाट र उहाँहरू Contestant number 3. Ma'am Orpana.
Tamang. Hello, ma'am. Why do you want to be a model? Thank you for the question, ma'am. The reason I wanted to be a model is, first of all, I want to be model for my mother, for my family, and of course myself. Because modeling for me is not just a platform. I already said in my introduction that modeling is a representation of a young girls, of a young generation, that our roots matters, our dream matters. So modeling is a big thing for me. Thank you so much. Thank you so much. Aniket sir. Fabulous, you did. Almost trainer, nothing at all. Relax. Okay, the question for you is, हामीले तिमीलाई as a winner किन choose गर्ने? You did? डेली डे लाइफमा है धेरै च्यालेन्जेसहरू फेस गर्छ नि त एउटा ह्युमन मान्छेले है। सो तिमीले आफूलाई कसरी मोटिभेट गर्छौ, अन्त अघि आउने जेनेरेसनलाई तिमी के मोटिभेट गर्न चाहन्छौ? Thank you, sir, for your question. उहाँले पनि धेरै ब्युटी प्यासनहरू भएको छ, कोही भनेर किड्स क्याटेगोरीमा जितेर आउनु भएको छ। मिस तामाङ डुवर्स 2026 लाई विदेशबाट धेरै माया र साथ पाएको छौँ। हामी एकदमै आभारी छौँ उहाँहरूलाई। इजरायल अनि दुबईबाट हामीलाई माया पठाउनु हुने मिस्टर सोनम लामा, मिस्टर दीपङ्कर लामा, मिस्टर एसटी वाइबर, मिस्टर किशोर दाई, मिस्टर सोनम थोप्देन, टिम पालास दुबई, हामी उहाँहरूप्रति धेरै आभारी र धन्यवादी छौँ। थ्याङ्क यू भेरी मच। हाम्रो मिस तामाङ डुवर्सको तर्फबाट सम्मान जनाउनु गइरहेको छौँ हामी। मिस्टर अनिल राई फ्रम खरसाङ, सेकेन्डमा हाम्रो बहिनी सेरन राई, हाम्रो जयगोकै छोरी, र म उहाँहरूलाई सम्मान जनाउनुको लागि म मेरो प्यारी आमा मिसेस डोल्मा लामालाई मञ्चमा बोलाउन चाहन्छु। उहाँको हातबाट सम्मान गर्नु। सरी अगाडिको चाहिँ बन्द गर्दैछ। थ्याङ्क यू सो मच। मेरो चाहिँ यति नै हो। अलिकति बोल्नु कस्तो मिठो बोल्नु भयो। धेरै धेरै धन्यवाद।
साइडमा पो मेरो यो ड्रेस फर्स्ट थिङ द मोस्ट इम्पोर्टेन्ट थिङ इज दिस द कोकोमेन्टो दिस इज बेसिकली युज ड्युरिङ द रिलिजियस टाइम यो चाहिँ हाम्रो सबसे इम्पोर्टेन्ट चाडमा लगाउँछ यो चाहिँ हो सोनाम लोसार द एक्चुअल एन्ड द रियल version of our style. Thank you. Contestant number 16 दो जिते बताओ। हेलो गर छो हेलो गर सो हात मिला सो स्टप Creativity round बताइए। On the fourth position, with the title of Miss Cultural, I think she must be the Miss Culture. are you sure? 100%. Audience, are you sure? Really? No? So, kati percent yes, kati percent no? 100% yes. Iti bina confident. Wow. So, okay.
अब भने हामीसँग सेकेन्ड रनर अप, फर्स्ट रनर अप अनि विनर रहेको छ। एकदमै धेरै बधाई छ। थ्याङ्क यू सर, तपाईँ मञ्चमा आइदिनुभयो। अब भने हामी तिनैजना ज्युरीलाई मञ्चमा निम्ताइरहेका छौँ यो एवार्डको निम्ति वा एवार्ड दिनको निम्ति तिनैजना ज्युरी मेम्बरलाई हामी मञ्चमा निम्ताइरहेका छौँ। सेकेन्ड रनर अप भएको छ मिस तामाङ टुवर्स 2026 को सेकेन्ड रनर अप हुनुभएको छ मिस एन्जेल लामा। उहाँलाई धेरै धेरै बधाई छ। हाम्रा जुरी मेम्बर सम्मानित गर्नेछौँ। सेकेन्ड रनर अप हुनुभएको छ एन्जेल लामा। उहाँले पाउनुभएको छ गिफ्ट भर्चर साथै उत्कृष्ट ट्रफी बुके उहाँलाई पनि धेरै धेरै बधाई छ। अन्तिम घडी हजुर धेरै धेरै बधाई छ उहाँलाई। यस विनर हजुर हामी अलिकति को हुन्छ जस्तो लागिरहेको छ। अलिकति हाम्रो अलिकति and the winner goes to Miss Tamang Tours 2026 Season 1 organized by Miss Tamang Tours, Miss Chiring Lama, Miss Migma Yolbo Lama अनि फुटबल लामाको प्रयासमा यति दामी कार्यक्रम आज भएको छ। हामी अति धेरै खुसी छौँ। हाम्रोमा एउटा ऐतिहासिक कार्यक्रम भएको छ र हामीले एकजना विनर पाइसकेका छौँ। हामी धन्यवाद दिन चाहन्छौँ जुरी मेम्बरलाई जसले यति राम्रो काम गरेर देखाइदिनु भयो। हामी धन्यवाद दिन चाहन्छौँ हाम्रो सम्पूर्णलाई र विनर हुनुभएको छ मिस तामाङ टुवर्स 2026 विनर निमु तामाङ। कङ्ग्रेचुलेसन्स मिस निमु तामाङलाई। हामी अति नै खुसी छौँ। मिस तामाङ टुवर्स 2026 को विजेता बन्नुभएको छ निमु तामाङ। निमु तामाङलाई। गीत लगाउँ यस्तो तारिक उहाँले पाउनुभएको छ बेस्ट प्राइज 15,000 रुपियाँ चम्किलो ट्रफी ब्युटिफुल क्राउन धेरै धेरै धन्यवाद आइसा तामाङज्यूलाई। हाम्रो विश्वविद्यालयको बाहुलीबाट हामी उहाँलाई सम्मान जनाउन गइरहेका छौँ।
थ्याङ्क यू सो मच जे सोचेको चाहिँ त्यो चित्तै पुरा भयो तपाईँहरू थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच सक्सेस भएकोमा इभेन्ट 1 hour later. सो गाइज अहिले चाहिँ हामी इभेन्ट सकेर फाइनली यहाँ डिनर गर्न आएको छु है अहिले बर्थडे चाहिँ तपाईँको 3:30 हुनु चाहिँ इभेन्ट सकेको 2 बजीतिर होला नि तर हामी यहाँ खाना खाँदा ओर्दा होइन हजुर के भन्छ जुरीहरूलाई खाना खिलाउँदा सबैलाई आफ्नो होटलतिर पुऱ्याउँदा यताउता गर्दा हामी लास्टमा खाँदैछौँ सो अहिले बर्थडे छ 3:30 चाँडै थाक्यो भनेर यहाँ फ्रिजर खाँदैछु है जे होस् हाम्रो प्रोग्राम चाहिँ एकदमै सक्सेस भयो है तपाईँले हेरिसक्नुभयो यहाँसम्म भिडियो कतिवटा अब पार्ट मैले खिच्नु सकेन किन कसलाई फोन दिँदै भन्दा यो पार्ट दियो भनेर गरेँ है किनभने आफ्नो इभेन्टमा आफूले नै सक्दैन म त स्टेजतिरै बिजी थिएँ सो द्याट्स वाइ सो ओके गाइज है हामीले अस्तिदेखि भ्लगमा इभेन्ट भनेर इभेन्ट पनि सक्यो है जे होस् अब सक्सेस पार्टी चाहिँ हुनैपर्छ जस्तो छ इभेन्ट सक्सेस भएको छ सो या गाइस यति नै हो आजको ब्लग बाई बाई